नखु कारागार एउटा अँध्यारो कोठा र त्यो भित्तामा लेखिएको थियो अब कृष्ण जन्मिने छैनन्, जन्मेका नै कृष्ण बन्नुपर्नेछ। यो भनाइ कुनै सामान्य व्यक्तिको होइन, यो भनाइ हो महान जननेता रवि लामिछानेको। भाइभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुस्, अल भर्सेस वान, घन्टी भर्सेस अल। अब हाम्रो कथा पढाउने हो, हाम्रो कथा पढ्ने छ। घन्टीले सरकार बनायो, नीति नियम फेरियो, त्यही दिनबाट हाम्रो भाग्य फेरियो। तिमीहरूले भन्ने छौ। 2022 साल पुस 13 गते एक ऐतिहासिक सम्झौता हुन्छ, जुन सम्झौताले जन्मिएको व्यक्तिलाई कृष्ण बनाउँछ। त्यो ऐतिहासिक सम्झौता थियो रवि लामिछाने र बालिन शाहबीचको सम्झौता। रवि लामिछाने र बालिन शाहबीच सम्झौता भएर चुनावमा होमिन्छन्। चुनावी प्रचारको दौडामा बालिन शाह देशैभरि चुनावी प्रचारमा जान्छन्। देशैभरिका जनताले परिवर्तन चाहिरहेका थिए। परिवर्तन चाहने जनताको लागि यो सुनौलो अवसर थियो। रासोपालाई बहुमतको सरकार बनाउनको लागि सारा जनताहरू एकजुट भएर लागि परे। फलस्वरूप फागुन 21 गते चुनाव हुन्छ र राष्ट्रिय स्वतन्त्र पार्टी झन्डै 2/3 नजिक पुग्छ। फागुन 21 को चुनाव देश र जनताले चाहेकै अनुसारको मत परिणाम आउँछ। चुनाव सम्पन्न भएको करिब 23 दिनपछि चैत 13 गते बालेन्द्र शाह रामनवमीको अवसरमा प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। यो एउटा हिस्टोरिक डे बन्नेवाला छ। सारा नेपालीले चाहेको व्यक्तित्व रामनवमीको दिन प्रधानमन्त्री बन्दै हुनुहुन्छ। सारा नेपालीले चाहेका छन् अब नेपालमा भ्रष्टाचारको अन्त्य हुन्छ, सुशासन कायम हुन्छ र आर्थिक रूपान्तरण हुन्छ। कोही पनि नेपालीका रोजगारीको सिलसिलामा विदेश जानुपर्ने छैन, कोही पनि नेपाली गरिबी बन्नुपर्ने छैन, केही वर्षमै नेपालले काँचुली फेर्नेछ भन्ने हरेक नेपालीको आशा रहेको छ। हामी पनि कुरिरहेका छौँ चैत 13 गते बालिन शाहको प्रधानमन्त्रीको शपथ हुने दिन। तपाईँ पनि कुरिराख्नु भएको छ होला एकदमै एक्साइटेड भएर।